हेलो 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 गुड मर्निङ सबैजनालाई नमस्ते नमस्ते गुड मर्निङ सबैजनालाई हावा चलिरहेको छ धेरै आज कुवेतमा गर्मी पनि धेरै छ म चाहिँ हेलो साथी हो म चाहिँ कपाल काट्दै हिँडिरहेको छु कुवेतमा अहिले 47देखि 48को टेम्परेचर छ दिउँसो त्यति हुन्छ अहिले अलिक कम्ती छ र यदि तपाईँहरू पनि कुवेतमै हुनुहुन्छ डेको ड्युटी छ बाहिरको ड्युटी छ भने यदि तपाईँहरूले चस्मा र यो माथि चाहिँ टोपी लगाउनु होला भन्न चाहन्छु किनभने गर्मी धेरै छ र हामीलाई अब यो शरीरको लागि अलिक बचाउनको लागि माथि टोपी र चस्मा चाहिँ लगाउनु होला भन्नु किन डेमा ड्युटी गर्दाखेरि धेरै गाह्रो हुँदो रहेछ मैले थाहा भइसक्यो र साथी र साथीहरू फेरि भेटौँला अर्को ब्लगमा मेरो पेजमा सबैलाई स्वागत छ लाइक कमेन्ट सेयर गर्दै गर्नु र हजुरहरूले कहाँबाट हेर्नुहुँदैछ भिडियो लाइक कमेन्ट सेयर गर्नु र बाई बाई नमस्ते म चाहिँ यो छेउमा रहेको सेलुनमा कपाल काट्नु गइरहेको छु कपाल काटेर गर्मीमा चिटिक्कै परेर आउनु पर्यो नि ओके बाई बाई